बालेनले जित्यो भने रक्सी छोडिदिन्छु भनेको थिएँ यस्तरी जित्यो कि खुसीले खान थालियो धन्न यति धेरै रक्सी खाइन्छ र काठमाडौँमा बस्न सकिया छ सोल्टी रक्सी खाएर काठमाडौँमा बस्न सकिन्छ यति धेरै रक्सी खाइन्छ र त बोतल बेचेर भाडा तिर्न पुग्छ नि आफ्नो फेरि घरपेटी नै कबाडी त्यहाँ नै म उठ्नुभन्दा अगाडि बोतल उठाइसक्छ त अनि म चाहिँ फेरि यो चाँड खाएपछि जहिले चाँड खाएर फिलिलिली हुन्छु सर आज अलिक कम भएको छु सरी है बसेर कुरा गर्ने कि सोल्टी बस्नु मिल्दैन सोल्टी यो देशमा प्रहरीको जुत्ता चेन्ज गरेर भुवावाला नलाउन्जेल म बस्दिनँ जहिले घर जान्छु भनौँ बाङ्गो 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 ससुराल पुग्दो रहेछ अनि ससुरालमा फेरि सासू ससुरालले ज्वाइँ साहब एक्लै आउनु भएको ज्वाइँ साहब एक्लै आउनु भएको मात्रै भन्छन् एक दिन त झ्याप भएको तालमा गर्लफ्रेन्ड लिएर ससुराल पुगे अन्न सासू ससुरा नै झ्याप रहेछन् र कोठा खाली छैन तर त्यस्तै यताउता भइरहेको हुन्छ तर अस्ति एकचोटि चाहिँ म अब हेल्थ कन्सियस हुनु पर्यो भनेर हस्पिटल गएँ एकछिन एकचोटि हेल्थ कन्सियस भइहालौँ अब चाहिँ चेकअप गर्नु पर्यो भनेर हस्पिटल गएँ डक्टरले त मलाई त तपाईँको कलेजमा लेउ लागेछ भन्छ त्यो दिन मैले थाहा पाइहालेँ नि सोल्टी के थाहा चाँड खाएर मान्छे किन लड्छ भने त्यही लेउमा चिप्लेर रहेछ